म आज यो भान्साबाट बोल्दैछु। आहार नै औषधि हो भन्ने विषय मैले पटक पटक भनेको छु। फुर्सद पायो कि आफूलाई आवश्यक पर्ने खाना बनाउनको लागि तयार छु। कोही कसैले ल मलाई पनि पकाउनु पर्यो, आज पाहुना लाग्छु भनेर भन्नुभयो भने उहाँलाई पनि मैले पकाउन तयार छु। दाल, भात, तरकारी, अचार, सलाद। यसैले यहाँ देख्न सक्नुहुनेछ यो तरकारीको लागि यहाँ काउली, यहाँ चाहिँ खुर्सानी, यहाँ टमाटर, अनि यो गेडागुडीको यो मटरकोसा। यसै गरी आज सागमा मटरको साग फेला परेको छ। अनि यसै गरेर सलादमा यो छ यहाँ गाजर, अनि यसै गरेर यो लसुन, यहाँ कागती, यहाँ प्याज, यो दाल हामीले रहरको दाल। आज एकादशी भएकोले वैदिक परम्परा हिन्दू शास्त्र अनुसार एकादशीको दिन हामीले यो जुठो चिज नखानी भनेर भन्दै आएका छौँ, केही गर्दै पनि आएका छौँ। आज मैले भान्साको सामग्री मात्रै प्रदर्शन गरेको हुँ। यो प्याज र लसुनको हकमा आज सेवन गरिँदैन। मेरो भान्सा स्वयं पाक्यको भान्सा देखाउनको लागि म तपाईहरूलाई आज उपस्थित भएको छु। स्वयं पाक्य आफै पकाएर खाने अभ्यास गरौँ। किन अल्छी गर्ने? हाम्रो प्रशस्त समय छ, यसैले पकाएर खाने गरौँ भन्दै मैले भान्सातर्फ देखाउन थालेँ। यहाँ चाहिँ तरकारी पनि छ अहिलेको। यहाँ चाहिँ भात पकाउने तयारीमा छु है। यो चामल भिजाएर राखिएको छ। यो किचन देख्न सक्नुहुनेछ। यसरी हामीले स्वयं पाक्य अभियान अन्तर्गतको चाहिँ विधामा आफै पकाएर खाने दाल, भात, तरकारी, अचार, सलाद, यसरी 5 प्रकारका भोजनका मिश्रणहरू खाने अभ्यास गरिएको छ धेरै लामो समयदेखि। यसलाई अन्य महानुभावहरूले पनि जानुन् भनेर जो जसले मेरो युट्युब हेर्नुहुन्छ उहाँलाई पनि जानकारी होस् भनेर मैले यो प्रस्तुति गरेको छु। कस्तो लाग्यो? यो हाम्रो रहरको दाल हो। रहरको दाल हो, हेर्नुहोस्। यो हाम्रो साग हो आजको। हेर्नुहोस् कस्तो लाग्छ। धन्यवाद सबैलाई।